गुड आफ्टरनुन। आज चाहिँ म यो सानो सोसियल मिडियाको मार्फतबाट चाहिँ धन्यवादको एउटा भिडियो बनाउँदैछु। त्यो चाहिँ के हो भन्दा चाहिँ आजभन्दा ठिक 2 वर्ष अगाडि 13 डिसेम्बर 2023को दिन चाहिँ बेमौसममा अचानक अब डिसेम्बर महिनामा लाइटिङ हिर्काएर चाहिँ त्यही लाइटिङ सँगसँगै एउटा ठुलो चट्याङ आएको थियो र त्यो ठुलो चट्याङमा चाहिँ हाम्रो छोटापुबुङ लिम्बू गाउँ निवासी श्रीमती आरती सुब्बाको घर चाहिँ एकदमै क्षतिग्रस्त बनाएको थियो है। हुन त अब त्यो वरिपरि पनि क्षतिग्रस्त बनाएको थियो, तर आरतीको घर चाहिँ एकदमै क्षतिग्रस्त भएकोले गर्दाखेरि चाहिँ त्यो दिन तत्कालै हाम्रो प्लुङदुङ ग्राम पञ्चायतबाट प्रधान भाइ श्री रोमन शेर्पाज्यू, बहिनी उपप्रधान श्रीमती सुषमा राईज्यू र अन्य कर्मचारीहरू आएर चाहिँ त्यो घरलाई भिजिट गरेर चाहिँ एकदमै त्यो दिनको क्षतिपूर्तिको रिपोर्ट बनाएर पठाएको थियो र यो 2 वर्ष पछाडि भए पनि है आरती सुब्बाले चाहिँ त्यो क्षतिपूर्तिको लागि चाहिँ 75,000 पायो र यो 75,000ले चाहिँ है उहाँलाई धेरै राहत भयो, किनभने एउटा कमानको कर्मचारी है, कमानमा अब भनेको जस्तो अब रोजी छैन। अब कमानको रोजीले है खानु र अनि है अब घरको कतिवटा कामहरू गर्दा नै त्यो पैसाले पुग्दैन पनि, र घर बनाउँदा कता हो कता र रिपेयरिङ पनि गर्न सकेको थिएन। र आज चाहिँ है अब आरतीको खातामा 75,000 चाहिँ त्यो क्षतिपूर्तिको पस्यो र आरती पनि एकदमै खुसी भएको छ है। त्यो दिनको जुन चाहिँ क्षतिपूर्तिले चाहिँ अब कस्तो त्यो दिनको अवस्था र घरहरू कस्तो भएको थियो त्यो पनि म यो भिडियो यहाँ सेयर गर्दैछु। र उहाँले चाहिँ यो घर अब अहिले रिपेयरिङ गर्न सुरु गरेको छ र यो पनि म पछाडिबाट भिडियो सेयर गर्छु। र आज चाहिँ मैले मुख्य रूपमा हाम्रो प्लुङदुङ ग्राम पञ्चायत कर्मचारी साथै सुके खण्डलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो सँगसँगै एउटा रिक्वेस्ट पनि गर्न चाहन्छु। र 2024मा ठुलो पानी है, भल पहिरो पानीहरूले गर्दा चाहिँ धेरै हाम्रो पुङमा क्षति पुऱ्याएको छ है। बाटो त्यति बेला हामीले डोजरहरू लगाएर खोल्नेहरू कामहरू पनि गऱ्यौँ। र अझै यहाँ दुईजना हाम्रो मगर गाउँ निवासी श्री राम थापा र घन्टे डाँडा श्रीमती सोमवती भूषाको चाहिँ अब घर एकदमै क्षति पुऱ्याएको छ है। र त्यो डिजास्टरमा अब त्यसको एउटा लिस्ट पनि दिएको छ। र हाम्रो सम्बन्धित विभाग है, समिति भयो, ग्राम पञ्चायत भयो, खण्ड भयो, र उहाँहरूले चाहिँ यो डिजास्टरको है बर्खा अब लाग्नुभन्दा अगाडि चाहिँ अझै यस्तो किसिमको क्षति चाहिँ है उहाँहरूले पाउनु सके चाहिँ धेरै राम्रो हुन्थ्यो है। र फेरि पनि म है यो तपाईँहरूलाई एकदमै धन्यवाद दिन्छु। यस्तो अवस्थामा है यसरी है एउटा क्षतिपूर्ति पाउनु बहुत ठुलो कुरा हो। र फेरि पनि हाम्रो प्लुङदुङ ग्राम पञ्चायत सम्पूर्ण टिमलाई र हाम्रो सुके खण्डलाई धेरै धेरै धन्यवाद दिन्छु। धन्यवाद।